म त अघि नै आएको हो नि यहाँ रेडी नै नभएर हो नि निम्समा अघि नै आएर बसिरहेको म आफ्टरनुन ल हिजो हामी कहाँ पुगेको थियो भन त लेख त त्यहाँ कहाँसम्म पढाएको थियो 5 ppm रणवीरको हो यो maximum permissible color for the domestic water supply based on the Koval scale 5 ppm हुन्छ भेन पाइप सकेको थियो है ओके आज हामी कहाँ पढ्छौँ भन्दाखेरि अनसियोर्ड एरिया हामीले यति बेलासम्म के पढिरहेको थियौँ भने है भेन पाइपको त्यति नै हो बाँकी छैन त्यति नै हो भेन पाइपमा अरू केही पनि छैन 5 देखि 15 हो 15 भनेको एकदमै अप्टिमम लिमिट हो कि बलराम यादवको त्यो चाहिँ 15 भयो भने ड्रिङ्किङको लागि हामीले मान्दैनौँ अलिटिल बिल बाँकी छ केही छैन बाँकी त्यति नै हो अब अनसियोर्ड एरिया हैन अनसियोर्ड एरियामा चाहिँ भनेको जहाँ ढलको पाइपलाइनको विस्तार छैन त्यसलाई हामी के भन्छौँ अनसियोर्ड एरिया भन्छौँ त्यसमा अब हामीले चर्बीहरीको बारेमा पढ्नुपर्छ पिट ल्याट्रिन सुरुमा पिट ल्याट्रिन यो भनेको खाल्टे चर्बी अब त्यता उच्चाट होइन यतापट्टि ध्यान देऊ है पढ्नेमा खाल्टे चर्बी भनेको के हो भन्दाखेरि एउटा खाल्डो खन्ने त्यसमा के गर्ने दिशा पिसाब गर्ने है त्यसलाई हामी के भन्छौँ खाल्टे चर्बी भन्छौँ जस्तो त्यो बनाउनको लागि चाहिँ यसको कन्स्ट्रक्सन कति कति साइजको हुन्छ भन्दाखेरि एउटा खाल्डो जसको डायमिटर चाहिँ 90 देखि 120 सेन्टिमिटर हुन्छ यदि त्यो खाल्टो हामीले सर्कुलर खन्यौं भने होइन सर्कुलर खन्दिन प्लानमा चाहिँ मैले रेक्टेङ्गुलर अथवा चाहिँ स्क्वायर खन्छु भने पनि पाइन्छ प्लानमा है 1 मिटर इन्टु 1 मिटरको चाहिँ प्लान एन्ड 2 देखि 3 मिटर डेप्थ भएको एउटा खाल्डो खन्ने ठीक छ यो खाल्डो चाहिँ के हो भन्दा टेम्पोररी हो पर्मानेन्ट होइन टेम्पोररी स्ट्रक्चर भनेपछि यो फाउन्डेसनमा पनि टेम्पोररी हुन्छ सुपर स्ट्रक्चर भनेको ग्राउन्ड भन्दा माथि पनि के हुन्छ भन्दा टेम्पोररी हुन्छ यो पर्मानेन्ट हुँदैन सुपर स्ट्रक्चरमा हामीले रुफ बनाउँछौँ छानो बनाउँछौँ हो अनि त्यसपछि यसको साइडलाई के गर्छौँ कभर गर्छौँ किन वाइ भन्दाखेरि के को लागि एउटा प्राइभेसीको लागि भनेको यतिकै खाल्डो खनेर ओपन खाल्डोमा दिशा गर्न बस्ने हो भने लाज हुन्छ हामीलाई त्यही भएर हामीले वरिपरि के गर्छौँ भन्दा कभर गर्छौँ त्यो कभर गर्ने चाहिँ लोकल मटेरियलहरू हुन सके जस्तो हामीसँग चाहिँ ब्याम्बो बाँस त अभाइलेबल हुन्छ नि हैन लोकल मटेरियलमा बाँसले वरिपरि बार्ने अथवा जुटको बोराहरूले चाहिँ वरिपरि चाहिँ कभर गर्ने अथवा चाहिँ हामीसँग अझ पहाडतिर गुन्द्रीहरू हुन्छ परालबाट बुनेको त्यसले वरिपरि बेर्ने अथवा प्लाइवुड के अरे सिम्पली प्ले कार्डहरू हुन्छ नि फ्लेक्स प्रिन्टहरू त्यसले बेरेर पनि हामीले चाहिँ बाहिरको वाल बनाएका हुन्छौँ टेम्पोररी वाल किन भन्दा एउटा चाहिँ लाज लाग्छ भनेर हैन प्राइभेसीको लागि यो छाना चाहिँ किन राखिन्छ भन्दाखेरि आकाशबाट पानी पर्यो भने त बस्नु पर्यो नि त हैन भन्दा प्रोटेक्ट फ्रम रेन वाटर त्यसको लागि चाहिँ रुफ हालिन्छ र साइडको कभर चाहिँ प्राइभेसीको लागि राखिन्छ यो टेम्पोररी किन बनाएको भने एउटा जस्तो
खाल्डे चर्बी भनेको केही होइन, यो एउटा खाल्डो खन्यो। यहाँ माथि चाहिँ बसेर के गर्ने भन्दा दिशा गर्ने, यही खाल्डोमा, त्यही हो खाल्डे चर्बी। त्योभन्दा बढी केही पनि होइन। र तिमीलाई याद गर्नुपर्ने भनेको के हो भन्दा यसको डायमिटर, यदि सर्कुलर खाल्डो खन्ने हो भने यसको डायमिटर यति हुन्छ, 90 देखि 120 सेन्टिमिटर। यदि प्लानमा बनाउने हो भने चाहिँ 1 मिटर इन्टु 1 मिटरको प्लान, र डेप्थ चाहिँ सर्कुलरमा पनि यही 2 देखि 3 मिटर डेप्थ हो। ठिक छ। रेक्टेङ्गुलर गरायो भने पनि यसको डेप्थ चाहिँ 2 देखि 3 मिटर नै हुन्छ। यति भयो। अब यो खाल्डोमा चाहिँ दिशा गर्दै जाँदाखेरि जस्तो यत्रो खाल्डो थियो भने यसमा माथिबाट चाहिँ दिशा गर्दै जाने हो भने त यो त के हुन्छ, भरिँदै भरिँदै आइपुग्छ। सधैँ खाल्डो रित्तै बस्छ र भरिन्छ नि होइन। अब यो भरिँदै कहाँसम्म आउँछ भन्दाखेरि माथिको टपको सर्फेसदेखि चाहिँ कति मिटर कति सेन्टिमिटर तल भन्दाखेरि 1.0 के अरे मिटर, जे मिटरमा भन्ने भने 0.5, सेन्टिमिटरमा भन्ने भने चाहिँ 50 सेन्टिमिटर तल भनेको यति ग्याप भयो। यहाँसम्म चाहिँ टोयलेट भरियो, दिशाले भरियो खाल्डो, यति 50 सेन्टिमिटर अब बाँकी छ भने हामीले के गर्छौँ, यो माथिकोलाई पुर्नु पर्यो नि त। यतिकै ओपन इन्भाइरोमेन्टमा छोड्न त भएन खाल्डोलाई। अब यसलाई केले पुर्छौँ भन्दा केले फिलिङ गर्छौँ, सोइलले, अथवा यसलाई क्लेले भनौँ, माटोले पुर्दिन्छौँ। त्यो माटोले पुर्ने पनि एकैचोटि गामगुम माटो हालेर एकैचोटि माथिबाट पुर्ने चाहिँ होइन। यसको स्ट्यान्डर्डमा कसरी पुर्ने हो भन्दाखेरि लेयर बनाएर, यसरी माटो त माटो नै हाल्ने हो, तर त्यो माटो पनि लेयर लेयर बनाएर चाहिँ हालिन्छ। र यो एउटा लेयरको थिकनेस कति हुन्छ, 50 देखि 75 mm थिन, 50 देखि 75 mm थिकनेस भएको लेयर हालेर हामीले टप सर्फेससम्म के गर्छौँ, खाल्डोलाई पुर्छौँ। अब यो खाल्डो भरि त सक्यो, अब हामी के गर्छौँ, अर्को खाल्डोमा दिशा गर्न थाल्छौँ, सिफ्ट टु द अनदर पिट, अर्को खाल्डोमा जान्छौँ। अब फेरि यो खाल्डोलाई युज गर्नु मन लाग्यो भने कति समयपछि युज गर्न सकिन्छ भन्दा क्यान बी reused after 2 years, 2 वर्ष पछाडि यो खाल्डोलाई फेरि हामीले युज गर्न सक्छौँ। कतिवटा लेयर भन्ने चाहिँ हुँदैन। तिमीलाई यो 50 सेन्टिमिटर भरिनको लागि 50 देखि 75 mm को कतिवटा लेयर हाल्छौ भन्ने त्यस्तो हुँदैन। मात्रै लेयर हालेर पुर्ने, त्यति मात्रै सम्झ। अब यो त्यति राम्रो भएन। किन राम्रो भएन भने एउटा सामान्य खाल्डो खन्यो, त्यही माथि बसेर टोयलेट गर्यो, यहाँबाट निस्केको ग्यासहरू हुन्छ नि, फाउल ग्यासहरू, त्यो डाइरेक्टली मान्छेसँग लिङ्क हुने भयो होइन। अनि मान्छेको हेल्थसँग के हुने भयो, डाइरेक्टली असर गर्ने भयो। त्यो भएर त्यसलाई चाहिँ इम्प्रुभमेन्ट गर्नका लागि पिट ल्याट्रिनको इम्प्रुभमेन्टमा के आयो भन्दा भिआइपी ल्याट्रिन आयो। भिआइपी ल्याट्रिन आयो। भिआइपी भनेको भेन्टिलेटेड इम्प्रुभड, भेन्टिलेटेड इम्प्रुभड पिट, भिआइपी को फुल फर्म। भिआइपी को फुल फर्म भेन्टिलेटेड इम्प्रुभ पिट। यसको चाहिँ के को यो राम्रो भएन भनेर यो आएको इम्प्रुभमेन्ट हो। ओभर के को इम्प्रुभमेन्ट, पिट ल्याट्रिनको। पिट ल्याट्रिनमा इम्प्रुभमेन्ट गरेर के बनाइयो भन्दा भिआइपी ल्याट्रिन बनाइयो। अब यो भिआइपी ल्याट्रिन चाहिँ कसरी इम्प्रुभमेन्ट गरिन्छ भन्दा इम्प्रुभमेन्ट ओभर द पिट ल्याट्रिन त भयो, तर कसरी इम्प्रुभमेन्ट गरेको हो भने बाई कसरी हो, एडिङ भेन्टिलेसन पाइप। नामै भेन्टिलेटेड छ,
भनेपछि यसमा भेन्टिलेसनको पाइप युज गरिन्छ। अनि अर्को चाहिँ सुपर स्ट्रक्चरलाई स्लाइडली अफसेट। सुपर स्ट्रक्चर स्लाइडली अफसेट भनेको के हो भने यहाँनिर तिम्रो चाहिँ खाल्डो छ, ठिक छ भने तिमीले दिशा गर्दाखेरि बस्ने ठाउँ चाहिँ अलिकति अगाडि लगेर यहाँको पाइपको थ्रुबाट चाहिँ खाल्डोमा दिशा पठाउने, त्यसलाई के भनिन्छ भन्दा स्लाइडली अफसेट। ठ्याक्कै खाल्डोमाथि बस्नु चाहिँ परेन, त्यो भन्दा थोरै अगाडिपट्टि सिफ्ट गरेकोलाई के भन्छ स्लाइडली अफसेट भन्छ है। यति गरेर पिट ल्याट्रिनको इम्प्रुभमेन्टमा हामीले के बनायौं भन्दा अर्को टोयलेट बनायौं। अब यसको कन्स्ट्रक्सन गर्नु पर्यो, बनाउनु पर्यो। अब यसको डायमिटर कति हुन्छ 1.2 मिटर को डायमिटर, अनि खाल्डोको डेप्थ कति हुन्छ 1.5 मिटर। यतिको खाल्डो खन्ने, यतिको खाल्डो खनिसके पछाडि यसमा भेन्ट पाइप पनि त राखिन्छ नि हैन, भेन्टिलेसन पाइप पनि त राखिन्छ। उ यहाँनिर केले भेन्टिलेसन पाइप एड गरेर इम्प्रुभमेन्ट गरे हो, भेन्ट पाइप को डायमिटर कति राख्छौं हामीले 90 mm को भेन्ट पाइप राख्छौं। यो घोक्ने है भिआइपी ल्याट्रिनमा चाहिँ भेन्ट पाइपको डायमिटर कति हुन्छ भन्यो भने 90 mm हुन्छ। अर्को पोइन्ट, त्यस पछाडि खाल्डो पुर्ने भनेको अघिकै सेम हो। अघि हामीले के गरेका थियौं, यो खाल्डोमा दिशा आयो हैन, यहाँबाट यो दिशा चाहिँ भरिदै भरिदै गर्दै जाँदा त भरिदै जान्छ नि त, यो लेभल भरिदै 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 आयो। अब कहाँसम्म आयो भन्दाखेरि यही अघिको जस्तै हो, ठ्याक्कै 50 सेन्टिमिटर बिलो द सर्फेस आयो। ग्राउन्ड लेभलदेखि 50 सेन्टिमिटर तल भरिने बेलासम्म युज गर्यो, यति बाँकी रह्यो। अब यसलाई चाहिँ हामीले के गरिदिनु पर्छ, अघिकै तरिकाले पुर्दिनु पर्छ। यसरी लेयर बनाएर कतिवटा भन्ने हुँदैन है, लेयर यो लेयर बनाइन्छ। यसको थिकनेस पनि सेम अघिको जस्तै 50 देखि 75 mm को थिकको सोइलको लेयरले के गर्छौं भन्दा खाल्डोलाई पुर्दिन्छौं। अब यो खाल्डो त पछि हामीले युज त गर्नुपर्छ नि हैन, यो पनि आफ्टर 2 इयर्स 2 वर्षपछि युज गर्न सकिन्छ। 2 वर्ष पछाडि अर्को युज गर्न सकिन्छ। अब यो भरिएपछि तत्कालको लागि हामी के गर्छौं, साइडमा अर्को खाल्डो खन्छौं र अर्को खाल्डोमा सिफ्ट हुन्छौं, अर्कोमा दिशा गर्न थाल्छौं। यही हो तिमीले यसमा सम्झिनु पर्ने, एउटा डायमिटर सम्झ, अर्को चाहिँ डेप्थ सम्झ, अर्को चाहिँ भिआइपी ल्याट्रिनको मा चाहिँ हामीले चाहिँ भेन्ट पाइप युज गर्छौं, त्यसको डायमिटर कति हुन्छ भन्ने सम्झ। अघिको जस्तै यो 2 वर्षमा नि अघिको र यसको सेम नै हो। यो खाल्डो भरिनेको लेभल र पुर्ने तरिका पनि अघिको र यसमा एउटै हो, यो दुईटामा फरक छैन। बुझ्यौ? र यसलाई चाहिँ यदि हामीले यो खाल्डो चाहिँ यदि स्कुलमा बनाउन पर्यो, ठिक छ, स्कुलमा बनाउन पर्यो भने इन केस अफ स्कुल स्कुलको केसमा चाहिँ एउटा खाल्डो कतिजना विद्यार्थीलाई 1 पिट फर 100 फर्स्ट भनेको सबैभन्दा सुरुमा चाहिँ 100 जना विद्यार्थीलाई
एउटा खाल्डो खन्छौँ हो। त्यस पछाडि आफ्टर द्याट पहिलो 100 जना, यो फर्स्ट भनेको पहिलो 100 जना विद्यार्थीलाई एउटा खाल्डो। त्यस पछाडि चाहिँ आफ्टर द्याट यो पछि 50 वटा स्टुडेन्टलाई चाहिँ 1 पिथ हो, अथवा 1 पिथ फर 50 स्टुडेन्ट। यो उल्टो यसरी लेख्दा हुन्छ 1 पिथ फर 50 STU स्टुडेन्ट भनेको सुरुको 100 जनालाई एउटा खाल्डो खन्न पर्यो, त्यसपछि 50 जना हुँदाखेरि थप्दै जान पर्यो, फेरि 50, यसरी सुरुको 100 जनालाई एउटा खाल्डो, त्यसपछि चाहिँ 50 जनालाई चाहिँ एउटा खाल्डो गरेर खाल्डो चाहिँ खनिन्छ स्कुलमा। बुझ्यौ? अब तिमीलाई चाहिँ यसको भोल्युम निकाल्न पर्यो। घरमा 5 जना मान्छे छन् भने त्यो 5 जना मान्छेले दिशा गर्नको लागि कति भोल्युम भएको खाल्डो चाहिन्छ भनेर निकाल्न पर्यो, क्वान्टिटी निकाल्नु पर्यो, भोल्युम निकाल्नु पर्यो भने चाहिँ भोल्युम इक्वल्स टु कति हुन्छ, भोल्युम V इक्वल टु NRT। यो फर्मुला। टी भनेको के हो भन्दा डिजाइन पिरियड। डिजाइन पिरियड कति वर्षको हुन्छ? 2 वर्षको हुन्छ। टी बराबर, अब यो यान भनेको नम्बर अफ द युजर भनेको हाम्रो घरमा 5 जनाको परिवार छ भने यानको ठाउँमा 5, 10 जनाको छ भने यानको ठाउँमा 10 नम्बर अफ द युजर। आर भनेको के हो भन त? आर भनेको के हो? डाइजेस्टेड स्लज एक्युमुलेसन रेट भनेको तिम्रो यहाँ स्लज छ नि, यो पिडमा जम्मा भएको लेदो छ नि, यो लेदो त के हुन्छ, डाइजेसन हुँदै हुँदै जान्छ, ब्याक्टेरियाहरूले डिकम्पोजिसन गर्दै जान्छन् र त्यो डिकम्पोजिसन भइसके पछाडि नि पिडमा त जम्मा त भइराखेको हुन्छ नि, त्यसलाई हामी के भन्छौँ? डाइजेसन भएको स्लज चाहिँ बस्नको लागि अथवा कतिको रेटमा डाइजेसन हुन्छ भनेको डाइजेसन स्लज एक्युमुलेसन रेट, आर को भ्यालु। र यो भ्यालु चाहिँ हामीले क्याल्कुलेसन गर्ने भन्दा पनि यो स्ट्यान्डर्ड भ्यालु नै हुन्छ। 0.04 देखि 0.05। यसको युनिट के हुन्छ थाहा छ? मिटर क्युब पर पर्सन पर इयर। यसको मतलब चाहिँ एकजना मान्छेले 1 वर्षमा गरेको दिशा चाहिँ डाइजेसन हुँदाखेरि चाहिँ 0.04 देखि 0.05 मिटर क्युबसम्म हुँदो रहेछ। यसको फिजिकल मिनिङ त्यही हो। एकजना मान्छेले 1 वर्षमा गरेको दिशा चाहिँ डाइजेसन भएर 1 वर्षमा कति भोल्युम हुने रहेछ? 0.04 मिटर क्युब देखि 0.05 मिटर क्युब भनेको 40 लिटर देखि 50 लिटरसम्म हुँदो रहेछ। डाइजेसन भइसकेको है, भर्खरको सलिड फ्रेस होइन। यति गरिसके पछाडि यसको भिआइपी ल्याट्रिनको डिजाइन क्राइटेरिया पनि सकिन्छ। अब यो पनि भएन, भिआइपी ल्याट्रिन गराउँदाखेरि हामीले घरभन्दा बाहिर बनाउँछौँ, आउटसाइड द बिल्डिङ बनायौँ। अब हामीलाई घरभित्रै टोयलेट चाहियो। अब फेरि घरभित्रै चाहिएपछि त बनाउन त पर्यो। फेरि यसको आरको भ्यालु हो, त्यो हो आरको भ्यालु हो 0.04 टु 0.05। अब घरभित्रै टोयलेट चाहियो। घरभित्रै टोयलेट चाहिसके पछाडि यसको इम्प्रुभमेन्टमा चाहिँ फेरि के आयो? पोर फ्लस ल्याट्रिन भन्ने आयो। भनेको यो चाहिँ घरभित्रै फ्लस गरेर गर्ने
पित र भिआइपीमा एउटा भेन्टिलेसन पाइप फरक छ, एउटा अफसेट गरिन्छ। अघि मैले त्यत्रो कराएको होइन, ठ्याक्कै खाल्डो भन्दा माथि नबसेर थोरै पलतिर गएर बसिन्छ। द्याट इज द थोरै अफसेट गरिन्छ स्ट्रक्चरलाई, त्यति फरक हो। अनि यो सबै फरक छ त, डायमिटर फरक छ, डेप्थ फरक छ। खाल्डो भर्ने र 2 वर्षमा युज गरिन्छ भन्ने मात्रै त सेम छ नि। अब पोर फ्लस यो भनेको कहाँ युज हुन्छ भन्दाखेरि हाम्रो अहिलेका टोयलेटहरू पोर फ्लस हुन् है। हामी टोयलेटमा जान्छौँ, घरभित्रै हुन्छ टोयलेट, अनि हामीले फ्लस गरिदिन्छौँ। द्याट इज द पोर फ्लस ल्याट्रिन। घरभित्रै हुन्छ, घर बाहिर जान पर्दैन टोयलेटको लागि, ठिक छ। अब यसको लागि खाल्डो खन्न पनि परेन, पर्छ त घरभित्रको लागि। अब त्यो जम्मा गर्नको लागि मात्रै खाल्डो खन्छौँ, कलेक्सन गर्ने बेलामा खाल्डो खन्छौँ। अब पानी कति लाग्छ भन त। एकजना मान्छेले दिशा गरिसके पछाडि त्यो दिशालाई फाल्नको लागि चाहिँ वाटर कति चाहिन्छ? पावरिङ वाटर भन्छ यसलाई। कति लिटर चाहिन्छ? 3 देखि 4 लिटर है, 3 to 4 लिटर। अब घरमा सबैभन्दा मैले हिजो पनि लेख्दा थिएँ, मिनिमम डायमिटर अफ पाइप युज। मैले हिजो हाउसमा युज गरिने सिवेयरको मिनिमम डायमिटर कति लेखेको थिएँ? 100 mm। मैले 10 सेन्टिमिटर लेखेको थिएँ होला, एउटै हो, द्याट इज द 10 सेन्टिमिटर। यसमा भेन्ट पाइप हुन्छ कि हुँदैन? हुँदैन। अघिकोमा भेन्ट पाइप थियो, यसमा भेन्ट पाइप छैन। अब यसलाई बनाउन पर्यो। यसको लागि त्यस्तो बनाउन यतिकै खाल्डो हुनुपर्छ, यतिको डेप्थ जानुपर्छ भन्ने खासै केही कुरा पनि छैन। मात्रै के हुन्छ, घरबाट तिमीले के गर्यौ भन्दाखेरि टोयलेट गरेर फ्लस गर्यौ भन्नुको मतलब मैले यहाँ एउटा सामान्य फिगर बनाऊ। यो तिम्रो घरको प्यान हो, तिमी यहाँ के गर्छौ? ग्यास कहाँबाट रिमुभ गर्छ रे? यो तिम्रो खुट्टा टेक्ने ठाउँ हो, यो के हो? प्यान हो। यो प्यानबाट चाहिँ के हुन्छ भन्दा पाइप जोडिएको हुन्छ, ठिक छ। यो पाइपलाई लगेर तिम्रो घरमा पनि प्यान हुन्छ, प्यानको तलपट्टिबाट के गरेको हुन्छ? पाइप जोडेको हुन्छ। त्यो पाइपलाई जोड्दै जोड्दै लगेर तिम्रो घरको तलपट्टि के बनाएको हुन्छ? एउटा च्याम्बर बनाएको हुन्छ, त्यसलाई मङ्गल भनिन्छ। यसलाई अङ्ग्रेजीमा भन्दा कलेक्सन च्याम्बर भन्छ। यसमा जम्मा गर्छौँ। अब कलेक्सन च्याम्बर त सानो साइजको हुन्छ नि त, सबै घरभरिको चाहिँ टोयलेट जम्मा गर्न, एकैछिन जम्मा गर्नको लागि बनाइएको हुन्छ कलेक्सन च्याम्बर। यसको साइज सानो हुन्छ। अब यसलाई त स्टोर गर्न पर्यो नि, अनि डिकम्पोजिसन गर्न पर्यो। त्यसका लागि हामीले के बनाउँछौँ भन्दाखेरि खाल्डो खन्छौँ, खाल्डाहरू खन्छौँ। यसलाई हामीले सेप्टिक ट्याङ्क भन्न पनि सक्थ्यौँ, नसक्ने होइन। तर हामीले जति पनि बनाएका जुन टोयलेटबाट फ्लस गर्दाखेरि, कलेक्सन गर्दाखेरि बनाइएका यिनी खाल्डाहरू छन्, पितहरू छ, यो चाहिँ पुरै सेप्टिक ट्याङ्कको क्राइटेरिया अनुसार बन्दैनन्, नबनेको पाइन्छ। त्यही भएर हामीले सेप्टिक ट्याङ्क र यो खाल्डोलाई चाहिँ छुट्टा छुट्टै नाम दिन्छौँ। भन्न चाहिँ यो खाल्डोलाई सेप्टिक ट्याङ्क मान्न पनि सकिन्छ, किनभने सानो मङ्गलमा जम्मा गरिसके पछाडि त्यहाँ जम्मा भएको पानीलाई चाहिँ सेप्टिक ट्याङ्कमा, अथवा त्यहाँ जम्मा भएको दिशा र पिसाबलाई चाहिँ सेप्टिक ट्याङ्कमा लगेर हालेर डिकम्पोजिसन गर्न सकिन्छ, नसकिने होइन। यसको ठाउँमा सेप्टिक ट्याङ्क युज गर्न सकिन्छ। तर हामीले जति पनि बनाएका खाल्डाहरू छन्,
तिनी खाल्डाहरूले चाहिँ सेप्टिक ट्याङ्कको क्राइटेरिया मिट गरेका नहुन सक्छन्। त्यही भएर पोर फ्लसको केसमा चाहिँ हामी सेप्टिक ट्याङ्क छुट्टै पढ्छौँ, हामी छुट्टै टपिकमा। पोर फ्लसको केसमा चाहिँ हामीले यसलाई पित मात्रै भन्छौँ। र दुईटा खाल्डा खनियो भने यो दुईवटा खाल्डा बीचको दूरी कति हुनुपर्छ, ग्याप कति हुनुपर्छ भन्दा मिनिमम पनि 1 मिटर ग्याप हुनुपर्छ स्पेस बिट्विन द पित। खाल्डा सँगै जोडेर बनाउन पाइँदैन, 1 मिटरको ग्याप हुनुपर्छ। र यो प्यानबाट कलेक्सन च्याम्बरसम्म जाँदा त पाइपको स्लोप नभए त जाँदैन नि त, अथवा यो कलेक्सन च्याम्बरबाट यो खाल्डोमा दिशा जान त स्लोप चाहिन्छ, ग्राभिटीमा फ्लो हुनुपर्छ। त्यसको स्लोप कति हुन्छ भन्दा 1:5 to 1:15। एकदेखि 5 to 1, 1:5 to 1:15 को स्लोपमा चाहिँ हामीले के गराउँछौँ भन्दा स्लोप मेन्टेन गर्छौँ र ग्राभिटीमा फ्लो गराउँछौँ। यति नै हो। अब तिमीलाई यदि कलेक्सन च्याम्बरको साइज कति हो, इनर साइज कति हो भन्ने जान्न मन लाग्यो भने 300 mm इन्टु 300 mm क्लियर साइज एकदमै सानो हुन्छ। अब यहाँ आएपछि रियुज कति बेला, क्यान बी रियुज्ड आफ्टर 3 years। यो खाल्डोमा दिशा गर्दै गयौँ, यहाँबाट दिशा भरि यहाँ गएर जम्मा हुँदै गयो, यो खाल्डो नि त भरिन्छ। यो भरिसके पछाडि यसमा सिफ्ट हुन्छौँ। अब फेरि यो खाल्डो कति समयमा युज गर्ने भन्दा 3 वर्षमा। अघिको भिआइपी र पिटमा चाहिँ 2 वर्ष थियो, पोर फ्लसमा आउँदाखेरि 3 वर्ष भयो। ठिक छ। घरमा तिमीले फ्लस गर्ने बेलामा यस्तो माथि ट्याङ्की देखा होला नि, यहाँनिर फ्लस गर्ने बटम भएको ठाउँमा, यसलाई के भन्छ, कति एमएम को पाइप? मैले भने त टोयलेटमा 100 एमएम को पाइप युज हुन्छ। अब यो सिस्टमको क्यापासिटी कति हुन्छ भन त, कति लिटरको क्यापासिटी पाइन्छ? 10 देखि 15 लिटर क्यापासिटीको सिस्टम हुन्छ। अब हामी के पढ्छौँ भन्दा सेप्टिक ट्याङ्क पढ्छौँ। यति नै हो पोर फ्लसमा। यो भन्दा अरु डिजाइन क्राइटेरियाहरू छैनन्। 12 देखि 15 देखेको भए पनि त्यो अब्जेक्टिभमा टिक लगाउँदाखेरि हो एक्ज्याक्टली तिमीले गएर उसको हाम्रो बिल्डिङ रेट एनालाइसिस हुन्छ नि गभर्नमेन्टको, त्यो रेट एनालाइसिसमा हेर, मार्केटमा गएर बुझ, त्यसको क्यापासिटी भनेको 10 लिटरदेखि 15 लिटरको क्यापासिटीको हुन्छ है। 10 देखि 15 लिटर क्यापासिटी हुन्छ। सिस्टम भनेको अघि त्यत्रो भने टोयलेट गरिसके पछाडि माथिबाट फ्लस गर्ने ठाउँ हुन्छ नि, एउटा ट्याङ्की हुन्छ नि पानी जम्मा गरेको, त्यसलाई सिस्टम भन्छ। नो भेन्ट पाइप भनेको भेन्ट पाइप हुँदैन भनेको। कसले सोधा रहेछ नो भेन्ट पाइप भनेको के हो भनेर? मिनिमम हाइट अफ द वास बेसिन 2 मिटर। सेसफुल भनेको यो होइन, चर्बी पर्दैछ। अब यहाँ हेर सेप्टिक ट्याङ्क। अब हामी सेप्टिक ट्याङ्कको बारेमा पढ्छौँ। क्लियर साइज 300 mm इन्टु 300 mm। च्याम्बरको अघि त्यत्रो लेखेँ, कहाँ थियो यार? घाँटी दुखेर मलाई एकदमै गाह्रो भइरहेछ बोल्नुलाई, अघि त्यत्रो कराएँ।
अन्डर वाटरमा कङ्क्रिट पाइप युज हुन्छ। मलाई एकदमै गाह्रो भइरहेछ कि आज बोल्नलाई, बोल्न नपाएर त सुन त एकछिन ध्यान दिएर। यो तिम्रो 6 घन्टा हो मेरो, बिहानदेखि 6 घन्टा भइसक्यो पढाउन थालेको। त्यही भएर रिस उठ्छ के, बिहानदेखि थाकेको हुन्छ अनि यहाँ मैले 3 चोटि रिपिट गरेर भनिरहेको हुन्छु, तिमीहरू सुन्दैनौ, सुन्नै खोज्दैनौ। मैले तिमीले बुझ्ने एकैछिन ध्यान दिएको भए त मैले 2 चोटि कम्तीमा रिपिट गरे हुन्छु एउटा वर्ड, फेरि डबल भन्नुपर्छ कि भनेर है। सेप्टिक ट्याङ्क, अब हामी सेप्टिक ट्याङ्कको पढ्छौँ। सेप्टिक ट्याङ्क भनेको सेडिमेन्टेसन प्लस डाइजेसन। सेप्टिक ट्याङ्क भनेको अरू केही पनि होइन, एउटा ट्याङ्की हो है। यो ट्याङ्कीमा चाहिँ यहाँ इनलेटबाट टोयलेटको पानी आउँछ है, टोयलेटको पानी मात्रै हाल्नुपर्छ है, ओन्ली टोयलेटको पानी, अरू चाहिँ बाथरुमको पानी अनि किचनको पानीहरू हामीले सेडिमेन्टेसन के अरे सरी सेप्टिक ट्याङ्कमा हाल्दैनौँ, टोयलेटको पानी मात्रै हाल्ने हो। अब यो किन सेडिमेन्टेसन र डाइजेसन भयो भन्दा यो पिँधमा यहाँबाट आएको दिशा तिमीले टोयलेटमा फ्लस गरे पछाडि चाहिँ कस्तो गाह्रो भयो, टोयलेटमा फ्लस गरिसके पछाडि त के हुन्छ, सलिड पार्टिकल हुन्छ नि होइन, त्यो सलिड पार्टिकल के हुन्छ भन्दाखेरि पिँधमा थिग्रिन्छ। ठिक छ, यसलाई के भन्छ, पिँधमा थिग्रिनेलाई स्लज भन्छ, मैले हिजोको क्लासमा राम्रोसँग भनेको छु। अब यो स्लज के हुन्छ भन्दा यहाँ रियाक्सन हुन्छ, रियाक्सन भएर यो डाइजेसन पनि हुन्छ, त्यही भएर यसलाई सेडिमेन्टेसन पनि हुन्छ डाइजेसन पनि हुन्छ भनेर दुईवटै ट्याङ्क भनिन्छ। अर्को सेडिमेन्टेसन सेप्टिक ट्याङ्कको सेपको कुरा गर्ने हो भने रेक्टेङ्गुलर सेपको हुन्छ। अर्को यो भनेको वाटर टाइट भनेको सिपेज हुन पाइँदैन, यसबाट इन्फिल्ट्रेसन हुँदैन, पानी रसाउन हुँदैन, वाटर टाइट हुनुपर्छ है, वाटर टाइट हुनुपर्छ सेप्टिक ट्याङ्क जहिले पनि। अब यसको काम भनेको के हो भन्दाखेरि यहाँबाट आएको टोयलेटलाई दिसा पिसाबलाई पहिला कलेक्सन गर्ने अनि त्यसपछि सेटल गर्ने अनि डाइजेसन गर्ने डिस्पोजल गर्ने सबै काम के को हो, सेप्टिक ट्याङ्कको हो। अब कन्स्ट्रक्सनमा जाउँ त, यो कन्स्ट्रक्सनमा लेखेको पोइन्टहरू तिमीले मैले सरसर्ती लेखिदिन्छु, तिमी सबै घोक्नुपर्छ। अब मिनिमम विड्थ कति हो भनेर सोध्छ, मिनिमम विड्थ अफ द सेप्टिक ट्याङ्क भन्यो भने 0.75 मिटरमा टिक्लाउने। अब लेन्थ बाई विड्थको रेसियो कति हो भन्यो भने 2 देखि 4 मा टिक्लाउने, किताबमा 2 देखि 3 छ नभन है। एउटै ट्याङ्क बोथ वर्क हुन्छ म्याम, हुन्छ, त्यही भएर त्यो सेप्टिक ट्याङ्कमा दुईटै वर्क हुन्छ। अब लेन्थ र विड्थको रेसियो 2 देखि 4, फेरि 2 देखि 3 छ नभन, 2 देखि 3 छ भनेर 2 देखि 3 मा लायो भने तिम्रो मिस्टेक हुन्छ, मैले यो भन्दा बढी भनिन, राइट गर्नु छ भने 2 देखि 4 सम्झ। अनि अर्को कुरा के हुन्छ, अब यसमा डेप्थको कुरा आउँछ। मिनिमम इफेक्टिभ डेप्थ कति हुन्छ भन्दाखेरि 1 मिटर हुन्छ। फ्री बोर्ड कति हुन्छ, 30 देखि 45 सेन्टिमिटर फ्री बोर्ड। ठिक छ, अनि डिटेन्सन टाइम कति हुन्छ, अब तिमीले यहाँ पनि क्वेसन गर्न सक्छौ, ध्यान देऊ है, यो यहाँ पनि क्वेसन गर्न सक्छौ। 1 देखि 3 दिन हुन्छ तिम्रो किताबमा, आज लास्ट हो, तिम्रो किताबमा चाहिँ 22 देखि 23 घण्टा भनेर टिक लागेको हुन्छ अथवा 24 घण्टा भनेर टिक लागेको हुन्छ, त्यो पनि अप्सन डीमा, त्यो भन्दा ठुलो अप्सनै छैन त केमा टिक लाउने, त्यही भएर नियरली अप्सन चाहिँ यो भएको।
एक्ज्याक्टली डिटेन्सन टाइम चाहिँ 1 देखि 3 दिनको हुन्छ। अझ तिमीलाई चाहिँ मिनेटवाला अप्सन आएछ भने तिमीले त्यति बेला 30 मिनेटमा टिक्लाउनु। डिटेन्सन टाइम अफ द सेप्टिक ट्याङ्क आएर मिनेटवाला अप्सन आएछ भने 30 मिनेट हुन चाहिँ सेप्टिक ट्याङ्कको होइन, यो सेडिमेन्टेसन ट्याङ्कको डिटेन्सन पिरियड 30 मिनेट हो। त्यसलाई यहाँ भनिदियो भने 30 मिनेटवाला अप्सन आएछन् भने 30 मिनेटमा लाउने। डेजवाला र आवरवाला आएछ भने डिटेन्सन टाइम भनेको के हो रे? डिटेन्सन टाइम भनेको इनलेटबाट आएको पार्ट, यो चाहिँ इनलेटबाट आएको जुन लिक्विड हुन्छ नि, लिक्विड प्लस सलिड चाहिँ पिडमा थिग्रिनको लागि, सेडिमेन्टेसन हुनको लागि कति समय लाग्छ त्यसलाई के भन्छ? डिटेन्सन टाइम भन्छ। इनलेटबाट आएको पानी चाहिँ तल थिग्रिनको लागि कति समय लाग्छ त्यसलाई के भन्छ? डिटेन्सन टाइम भन्छ। स्क्याटर्ड रेसिडेन्स भनेको छरिएर रहेको बस्ती। सेप्टिक ट्याङ्क कहाँ बनाइन्छ भन्दा स्क्याटर्ड एरियामा बनाइन्छ। भनेको जहाँनेर बस्ती चाहिँ छरिएको छ त्यहाँनेर ढलको पाइपलाइनहरू चाहिँ बिसाउन सकिँदैन, अथवा ढलको पाइपलाइनको सिस्टम छैन। आफ्नो घरमा निस्किएको टोयलेटको अथवा फोहोर चिज चाहिँ आफ्नै घरभित्र घरको कम्पाउन्डमा व्यवस्थित गर्नुपर्ने छ भने हामीले सेप्टिक ट्याङ्क बनाउँछौँ। स्क्याटर एरिया भनेको छरिएर रहेको बस्ती। अब डिटेन्सन टाइम पछाडि चाहिँ हामीले वाल त लाउनु पर्छ। वालको थिकनेस कति हुन्छ भन्दाखेरि यदि ब्रिकको वाल लगाउने हो भने ग्रेटर देन द 20 सेन्टिमिटर, यदि स्टोनको वाल लगाउने हो भने ग्रेटर देन 38 सेन्टिमिटर। ब्रिकको लगाउने हो भने ग्रेटर देन 20, स्टोनको लगाउने हो भने ग्रेटर देन 38 सेन्टिमिटर। अब प्लास्टर पनि त गर्नुपर्छ नि हैन? वाटर टाइट भनेको छ उ यहाँनेर प्लास्टर गर्नु पर्यो। प्लास्टरको थिकनेस कति हुन्छ? ग्रेटर देन 12 mm। 1:3 को मोटार, 1:3 को मोटार बनाएर चाहिँ ग्रेटर देन 12 mm थिकनेसको प्लास्टरले गरिन्छ, प्लास्टर लगाइन्छ। अब यहाँ माथि लेख्दै जाऊ है। इनलेट, आउटलेट पाइप आर provided with T joint। अब यो T joint सम्झ, इनलेट र आउटलेट T jointबाट प्रोभाइड गरेको हुन्छ। डाउनवार्ड फ्लो हुन्छ है, अपवार्ड फ्लो होइन, डाउनवार्ड फ्लो। अब भेन पाइपको साइज, diameter of the vein pipe 75 mm देखि 100 mm को भेन पाइपको डायमिटर युज हुन्छ सेप्टिक ट्याङ्कमा। हाइट अफ भेन पाइप कति? 2 मिटर। हाइट अफ द भेन पाइप इक्वल्स टु 2 मिटर। अब कस्तो रियाक्सन हुन्छ यहाँ? एरोबिक रियाक्सन हुन्छ कि एनएरोबिक रियाक्सन हुन्छ? स्लोप कति हुन्छ? 1:30 को हुन्छ। रियाक्सन कस्तो हुन्छ? एनएरोबिक रियाक्सन। डिसलजिङ पिरियड 6 to डिसलजिङ पिरियड भनेको सफा गर्ने समय हो के।
क्लिनिङ पिरियड र डिस्लजिङ पिरियड भन्ने एउटै हो। 6 to 3 years 6 month लेख्नु पर्ने यहाँ 6 to मात्रै भएछ है। पखाइ मैले सोच्छ ल यति नै हो। सेप्टिक ट्याङ्कमा केही छ? सेप्टिक ट्याङ्कमा तिमीले सम्झिनु पर्ने पोइन्ट यति हो। स्टोनको 36 होइन 38। कसले सोधा रहेछ स्टोनको 36 हो भनेर, यो 38 हो है। फ्री बोर्ड के हो? फ्री बोर्ड भनेको इनलेटदेखि माथि, जस्तो यो इनलेटको पाइप यहाँ हेर त, फ्री बोर्ड के हो भन्नेले यहाँनिर यो इनलेटको पाइप हो, माथिपट्टिको टपसम्म इनलेट पाइपदेखि टपसम्मको डिस्टेन्सलाई फ्री बोर्ड भन्छ। फ्री बोर्ड चाहिँ 30 देखि 45 सेन्टिमिटर। तपाईँ एपेक्स इन्स्टिच्युटमा नि पढाउनु? पढाउँछु। टी हो आयो, टी जोइन्ट के? टी मैले यहाँ तिमीलाई अन्डरलाइन गरिदिएको के, टी चाहिँ याद गर भनेर। टी जोइन्ट हो, टी जोइन्ट। कुन सब्जेक्ट यहाँ जे जे पढाउँछु त्यही त्यही पढाउँछु। अब तिमी कहाँ मेरो इन्टरभ्यू लिन आयो र यहाँ? तिमीले यति पोइन्ट जान्यौ भने हाइट अफ द भेन्टिलेसन पाइप 2 मिटर, 2 मिटर है। अरु केही छ? फ्री बोर्ड चाहिँ 30 देखि 45 सेन्टिमिटर। कसले फ्री बोर्ड कति हो भनेको छ? 30 देखि 45। ल ओके, यति जान्यो भने सेप्टिक ट्याङ्कमा पुग्छ। अब हामी के पढ्छौँ? सेप्टिक ट्याङ्क पछि सोकपिट पढ्छौँ। सोकपिट पढ्छौँ है। लास्ट टपिक तपाईको अब सोकपिट पढ्छौँ हामीले। सोकपिट भनेको, सोक भनेको सोच्ने हैन, सोकिङ गर्ने। खाल्डो सोच्ने खाल्डोलाई सोकपिट। सामान्य तिमीले अङ्ग्रेजीमा उल्था गर न। सोक भनेको के हो अथवा सोकिङ भनेको के हो? सोच्ने काम गर्ने हो। त्यो खाल्डोलाई हामी के भन्छौँ भन्दाखेरि सोकपिट भन्छौँ। सोच्ने खाल्डोलाई सोकपिट भन्छौँ। अब यो सोच्ने खाल्डोले के सोच्छ त भन्दाखेरि के सोच्छ भन्दा पानी सोच्छ। सोकपिटमा के गरिन्छ? डिस्पोजल अफ इफ्लुएन्ट बाई सोकिङ इन सराउन्डिङ सोइल। यो भनेको के भने नि, अब यसको सेप कस्तो हुन्छ? सर्कुलर सेपको हुन्छ। वाटर टेबल डिस्टेन्स बिट्विन bottom of soakpit and water table equals to 2 meter.
सर्कुलर भनेपछि डायामिटरको कुरा आउँछ। मिनिमम डायामिटर कति हुन्छ भन त? 90 सेन्टिमिटर अथवा 0.9 मिटर। मैक्सिमम डायामिटर नि कुनै कुनै किताबमा 3 मिटर पनि लेखा हुन्छ है। डेप्थ डिपेन्ड्स अन केमा हुन्छ? वाटर टेबल। यो किन भयो थाहा छ? डेप्थ डिपेन्ड अन कति गहिरो हुन्छ भन्ने कुरा, जमिन मुनि पानी कहाँ छ भन्ने कुराले म्याटर गर्छ। यी मैले यहाँ लेखेँ नि, किनभने 2 मिटर वाटर टेबल र यस्तो भयो के, यो सोकपिट भयो। हामीले यहाँबाट चाहिँ के ल्यायौँ? इफ्लुएन्ट ल्यायौँ। ठिक छ। यो इफ्लुएन्ट यहाँ झरिसके पछाडि चाहिँ जमिन मुनि यता कतै वाटर टेबल छ भने सोकपिटको बटमदेखि वाटर टेबलसम्मको यो भनेको 2 मिटर ग्याप हुनु पर्थ्यो। भनेपछि त यसको डेप्थ कति हुने भन्ने कुरा त यो वाटर टेबल कहाँ छ भन्ने कुराले म्याटर गर्छ है। त्यही भएर डेप्थ डिपेन्ड्स अन द ग्राउन्ड वाटर टेबल भनेर लेखेको। अब यसको डेप्थ मिनिमम चाहिँ कति हुनुपर्छ? मिनिमम इफेक्टिभ डेप्थ चाहिँ मैक्सिममको कुरा चाहिँ वाटर टेबलले गभर्न गर्ने भयो, तर मिनिमम चाहिँ कति हुनुपर्छ भन्दाखेरि 1 मिटर हुनुपर्छ। यसलाई सेन्टिमिटरमा लेख्छौ भने 100 सेन्टिमिटर, समस्या नै भएन। अब यसको चाहिँ खाल्डोहरू बनाउने हो नि त। मैले तलको मेटेँ है। जस्तो तिमीले खाल्डो बनाउँछौ, सोकपिट कस्तो ठाउँमा युज गरिन्छ? ल, सुइटेबिलिटी कस्तो ठाउँमा युज गरिन्छ भन्ने चाहिँ होइन, युज चाहिँ कस्तो हो भन्दा सेप्टिक ट्याङ्क यो भयो। तिमीहरूले ध्यान दिँदैनौ के, त्यही भएर यस्तो। सेप्टिक ट्याङ्क यो भयो। यहाँनिर माथिपट्टि तैरिनेलाई मैले त यो अस्तिको क्लासमा कति भनेको, यो माथि स्कम हुन्छ, तल स्लज हुन्छ। यो बिचको पानीलाई के भन्छन्? इफ्लुएन्ट भन्छ। अब यो पानीलाई डिस्पोजल गर्नु पर्यो भने हामीले कहाँबाट गर्छौँ भन्दाखेरि सोकपिटमा लगेर डिस्पोजल गर्ने हो। यहाँ यो सेप्टिक ट्याङ्कको बिचमा रहेको पानीलाई डिस्पोजल कहाँ गर्ने हो? सोकपिटमा डिस्पोजल गर्ने हो। सोकपिट भनेको एउटा सर्कुलर खाल्डो हो, अरू केही होइन। त्यो सर्कुलर खाल्डोमा चाहिँ हामीले के गर्छौँ? यहाँबाट पानी हालिदिन्छौँ। जब यहाँबाट यो खाल्डोमा पानी हालिदिन्छौँ तब यतापट्टिको साइडमा त के छ? सोइल छ। हामीले प्लास्टर गर्दैनौँ, केही गर्दैनौँ, खाल्डो मात्रै खन्छौँ। अब यता पनि सोइल छ। यहाँनिर हामीले के राखिदिन्छौँ भन्दाखेरि चाहिँ ग्राभेलको लेयर राख्छौँ सोसाउनको लागि। यो ग्राभेल किन राखेको भन्दा सोच्न पर्यो। यहाँबाट आएको फोहोर पानी त यो ग्राभेलले सोच्छ नि त, अनि यहाँबाट आएको सलिड चिजहरूलाई चाहिँ छान्दिन्छ, छान्नको लागि। अनि यहाँबाट यता यता हुँदै हुँदै माटोमा पानी सोसिँदै जान्छ र लास्टमा पानी के हुन्छ? प्युरिफाइड हुन्छ। त्यसको लागि हामीले सोकपिट बनाउँछौँ, त्यही माटोमा सोकिङ गर्ने हो। अब तिमीलाई यो सोकिङ त गर्यो। अब खाल्डो त एउटा मात्रै बनाउँछौ र धेरै बनाउन सक्छौ नि त। यहाँ एउटा खाल्डो खनौला, यहाँ अर्को खाल्डो खनौला, हैन, यहाँ अर्को खाल्डो खनौला, 2-3वटा खाल्डोहरू बनाउन सक्छौ हामीले सोकपिटको लागि। अब यो 2वटा खाल्डो बीचको डिस्टेन्स कति ग्याप राख्नु पर्ला? सँगै जोडेर खाल्डो बनाउन त पाइँदैन होला। सँगै जोड्यो भने त यताबाट आएको पनि यही सोइलले सोच्न पर्यो।
यताको पनि यही सोइलले सोच्नु पर्यो, सोच्न गाह्रो हुन्छ नि त, राम्रोसँग के हुँदैन, फिल्ट्रेसन हुँदैन। त्यही भएर यो स्पेस कति भन्ने क्वेसन आयो भने स्पेस बिट्विन पिथ अथवा सोकपिथ भन न, सोकपिथ नै हो नि त। सोकपिथ इक्वल टु 3 टाइम्स लार्जर डायमिटर। अब यो भनेको के हो थाहा छ? 3 टाइम्स लार्जर डायमिटर भनेको यसको डायमिटर 1 मिटर छ, यसको 2 मिटर डायमिटरको खाल्डो खन्या रहेछ, यो 3 मिटर डायमिटरको खाल्डो खन्यो भने यिनी तीनटा खाल्डा मध्ये सबैभन्दा लार्जर डायमिटर 3 मिटर। अब यहाँ कति हुने भयो भन्दा 3 इन्टु लार्जर डायमिटर 3 द्याट इज द 9 मिटर। भनेपछि यो दुईवटा सोकपिथको बीचको दूरी कति हुन पर्यो? 9 मिटर हुन पर्यो। त्यसलाई के भन्छ? 3 टाइम्स लार्जर डायमिटर। यसरी निकाल्ने हो यो। यति नै हो सोकपिथमा पनि। मिनिमम डायमिटर, मैक्सिमम डायमिटर, ग्राउन्ड वाटरदेखिको डिस्टेन्स अनि मिनिमम इफेक्टिभ डेप्थ। तिमीलाई सोध्ने लगभग यति नै हो। अनि स्पेसिङ बिट्विन द पिथ। केही छ ल यो उसको अरु क्वेसन होइन, यो सोकपिथको क्वेसन लेख त। टोयलेटको खाल्डो कसरी सोकपिथ हुन्छ बे? मैले टोयलेटको खाल्डोमा दिशा हुन्छ, दिशा भनेको सलिड हो, त्यो कसरी सोकपिथ हुन्छ? टोयलेटको खाल्डोलाई त अघि नै खाल्डो भनिहाल्यौँ नि हामीले, पिट ल्याट्रिन। सोकपिथ भनेको मात्रै पानी सोच्नको लागि बनाइएको हो। सोकपिथ कतिवटा हुन्छ भन्दा तिमीलाई जति चाह्यो त्यतिवटा हुन्छ, यतिवटा हुन्छ भन्ने हुँदैन। टोयलेटको खाल्डो सेप्टिक ट्याङ्क पनि होइन, सोकपिथ पनि होइन। कसले सोधेको छ? The rate of the accumulation of the sludge in the septic tank is recommended at rate of accumulation of the sludge in septic tank 1 वर्षमा 30-25 कसरी 30-25 कसरी हुन्छ र? ए तलको मन्थ अघि कति थियो? सेप्टिक ट्याङ्कमा आर को भ्यालु कति थियो? 40 देखि 50। यहाँ कुनै अप्सन छ पर इयरमा? पर पर्सन 40 देखि 50 को छैन भनेपछि अप्सन 30। अब यसलाई मिटर क्युबमा लिटरमा लैजाँदाखेरि त 1000 ले मल्टिप्लाई गर्नु पर्यो नि त। सेप्टिक ट्याङ्क बनाएको ठाउँमा सोकपिथ बनाउनु पर्छ कि नै? पहिला सेप्टिक ट्याङ्क बनाउने, तिमीले कुरै बुझेन, मैले यो दुईटा फिगर किन बनाए? त्यही चिज त भनिरा हो। पहिला सेप्टिक ट्याङ्क बनायो, सेप्टिङबाट पिथमा जम्मा भएको जुन सलिड चिज छ नि हाम्रो दिशा, त्यसलाई चाहिँ हामीले निकालेर मलको रूपमा युज गर्छौँ। अब बिचको पानी त यतिकै खोलामा मिसाइदिन त पाइँदैन नि त। त्यही भएर यो बिचको इफ्लुएन्टलाई चाहिँ सोकपिथ बनाएर डिस्पोजल गर्छौँ, माटोभित्र छिराएर। त्यही हो सेप्टिक ट्याङ्कको डिजाइन पिरियड भनेको। जेनरली आरसीसी को बराबर डिजाइन पिरियड हुन्छ। अब तिमीलाई अप्सनमा कति दिएको छ भन्नेमा फरक पर्छ। 20-25 वर्षसम्मको हामीले म्याक्सिमम 30 वर्षसम्मको लिन्छौँ होइन। अब अप्सन के छन् फरक पर्छ के। ल ठिकै छ, यो भन्दा खासै क्वेसन आएनन्। अब हामीले के पढ्छौँ थाहा छ? म्यानुअल। यहाँ म्यान भनेको के? मान्छे। के अरे भर्खरै फेरि कहाँको? अ वेल इज कन्सिडर टु बी द गुड इफ इट इज सङ इन द क्ले स्यान्ड सिल कोर्स ग्राभेल। वेल बनाउँदाखेरि सबैभन्दा राम्रो चाहिँ कोर्स ग्राभेलमा पाइप राख्नु राम्रो हुन्छ। किन थाहा छ? कोर्स ग्राभेलबाट धेरै पानी आउँछ। ब्याफल वाल इज सेप्टिक ट्याङ्क इज सर्ट। ब्याफल वाल भनेको यस्तो हो के,
यो ट्याङ्की छ भने यसरी बनाइन्छ ब्याफल वाल। यो ब्याफल वालले चाहिँ यसले के गर्छ, भेलोसिटी घटाइदिन्छ। भेलोसिटी घटाउँछ। भेलोसिटी घटाइसके पछाडि यसले केलाई हेल्प गर्छ, सेडिमेन्टेसनलाई हेल्प गर्छ। ब्याफल वाल भनेको यस्तो वाल हो, सानो वाल, हनीकम वाल। हनीकम वाल पनि भन्छ त्यसलाई, भिबोटेन है। ब्याफल वाल सबैले बुझ। ब्याफल वाल भनेको सानो सानो वालहरू हो जुन यसरी बनाइन्छ। त्यसले आएको इनलेटबाट आएको पानीको भेलोसिटीलाई घटाउँछ अनि त्यसपछि भुइँमा थिग्रिनका लागि हेल्प गर्छ। द अमाउन्ट अफ द बिओडी इन वाटर सप्लाईमा निल हुन्छ। बिओडी वाटर सप्लाईमा 0 हुनुपर्छ। बाथरुमको पानी डिस्पोजल सोकपित हुन्छ म्याम। बाथरुमको एक्ज्याक्टली बाथरुमको पानी डिस्पोजल गर्न चाहिँ होइन, सोकपित बनाउने इफ्लुएन्ट डिस्पोजल गर्नको लागि हो। तर हामीले चाहिँ त्यो पनि गर्न चाहिँ सक्छौँ। बिकोली होइन, इकोली होला हौ। मैले बिकोली यत्रो क्वालिटी पढेँ, बिकोली भन्ने चाहिँ सुने छैन है। इकोली हो, इकोली। त्यो झुक्किएर डी भएको हो क्या, इकोली होइन, इकोली हो, बिकोली हुँदैन। ई लेख्ने ठाउँमा बी भएको मात्रै हो। को रमेश? बिकोली भन्ने हुन्न क्वालिटीमा। ल यता हेर, अब एकछिन पहिला पढेर सकौँ अनि टाइम रहेछ भने हामी डिस्कस गरौँला है। म्यानहल किन बनाइन्छ भन त? किन बनाइन्छ? पहिला लेख, म बुझाउँछु है।
ल हेर त यहाँ यम ए यान अब यहाँ ध्यान दिएर सुन है यम ए यान मेन भने मान्छे होल भनेको पुवाल भनेपछि मान्छे छिर्न बनाइएको पुवाललाई हामी के भन्छौँ भन्दा म्यान होल भन्छौँ ठीक छ त्यही हो अब यसको पर्पज किन बनाइयो भन्दा इन्स्पेक्सन गर्न भनेको हेर्नको लागि टेस्टिङ गर्नको लागि यदि त्यो हाम्रो सिवेयरको ढलको यो ढलको पाइप हो भने यहाँ ढलको पाइपभित्र चाहिँ फोहोर जम्मा भएर यो पाइपलाई चाहिँ ब्लक गरिरहेछ बग्न पानी ढल बग्नको लागि ब्लक भइरहेछ भने त्यसलाई हामीले मान्छेभित्र छिरेर के गर्छ सफा गर्न क्लिनिङ अफ द अब्स्ट्रकललाई चाहिँ रिमुभ गर्न क्लिनिङ गर्न टेस्टिङ गर्न के भएको छ भनेर हेर्नको लागि चाहिँ म्यानुअल बनाइएको हुन्छ ठीक छ अब यो कहाँ कहाँ राखिन्छ म्यानुअल तिमी बाटोमा हिँड्दाखेरि देखिराखेका हुन्छौ त्यति बेला म्यानुअल राख्ने लोकेसन भनेको एभ्री बेन्डमा राखिन्छ एभ्री जङ्सनमा राखिन्छ चेन्ज इन ग्रेडियन्टमा राखिन्छ चेन्ज इन साइजमा राखिन्छ र चेन्ज इन डिरेक्सनमा राखिन्छ अब ए बी सी अप्सन आएर डीमा अल आयो भने त अल हुने भयो अल अप्सन आएन अप्सन एमा बेन्ड अप्सन बीमा जङ्सन सीमा चेन्ज इन ग्रेडियन्ट डीमा चेन्ज इन साइज भन्ने आयो भने फर्स्ट प्रायोरिटी के दिने द लोकेसन अफ द म्यान होल इज भनेर आउँदा फर्स्ट प्रायोरिटी के भन्ने भन्दाखेरि बेन्डलाई दिने अल अफ दि एबभ छैन भने बेन्डलाई प्रायोरिटी दिने त्यही भएर मैले सुरुमा बेन्ड लेखेको छु अब स्पेसिङ अफ द म्यान होलको स्पेसिङ चाहिँ कति हुनुपर्छ कति कति बाटोमा चाहिँ टक 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 राखा हुन्छौ नि हाम्रो एकजना अस्ति के अरे एकजना मन्त्रीले रामकुमारी झाँक्री हो उहाँले भन्दै हुनुहुन्थ्यो त इन्जिनियरहरूले ढल्का बिर्का कहिले बनाउने भनेर यही हो ढल्का बिर्का भनेको म्यानहोल कहिले बनाउने त्यो मिलाएर राख्नु पर्यो कति कतिको स्पेसिङमा राख्नुपर्छ भन्दा यो डायमिटर चाहिँ अनुसार फरक पर्छ ढलको पाइपको डायमिटर अनुसार चाहिँ फरक पर्छ यदि ढलको पाइपको डायमिटर चाहिँ 0.3 मिटर भन्दा कम छ भनेको कति भयो 0.3 इन्टु 100 गर्दा 30 सेन्टिमिटर भन्दा सानो छ भने त्यसको स्पेसिङ चाहिँ 45 मिटर स्पेसिङमा राख्ने 0.3 टु 0.6 मिटरको स्पेसिङमा छ भने 75 के यति डायमिटरको ढलको पाइप हो भने 75 मिटरको स्पेसिङमा राख्ने र 1.5 मिटर भन्दा ठुलो ढलको पाइप हो भने चाहिँ कति राख्ने भन्दा 300 को स्पेसिङमा राख्ने है अब यसको क्लासिफिकेसन अफ द म्यानहोललाई 3 टाइपमा क्लासिफाइड गरिएको छ एउटा स्यालो म्यानहोल अर्को मिडियम म्यानहोल र अर्को डिप म्यानहोल के को आधारमा हो भन्दा डेप्थको आधारमा यदि डेप्थ चाहिँ 0.75 देखि 0.9 मिटरसम्म छ म्यानहोलको डेप्थ भने त्यसलाई हामी स्यालो म्यानहोल भन्छौँ यदि म्यानहोलको डेप्थ चाहिँ 0.9 देखि 1.5 मिटर छ भने त्यसलाई हामी मिडियम म्यानहोल भन्छौँ र डेप्थ चाहिँ ग्रेटर देन 1.5 मिटर छ भने हामी त्यसलाई के भन्छौँ डिप म्यानहोल भन्छौँ तिमीलाई सोध्ने क्वेसन चाहिँ यति नै हो म्यानहोलबाट केही छ भने लेखिहाल है भट्टाभट मैले हेर्दैछु च्याट बेन्ड दिएन भने के हुन्छ म्याम बेन्ड दिएन भने जङ्सन हुन्छ एउटा अल अफ दि एबभ वाला एउटा बेन्ड वाला अरु जङ्सन मात्रै भएको क्वेसन चाहिँ बनाएको छैन यदि बेन्ड दिएन भने आन्सर जङ्सन हुन्छ त्यसमा डाउट मान्न परेन A manhole is generally not provided each bend, junction, change of the sewer diameter. A manhole is generally not provided. None of the above हुने भयो नि सबैमा प्रोभाइडेड गरिन्छ अब यहाँनिर तिमीलाई जेनरली डायमिटर अफ द म्यानहोल कति हुन्छ भनेर भने रहेछ मैले यहाँ लेख्दिए ल नोटमा मिनिमम डाइ अफ म्यानहोल इक्वल टु 45 सेन्टिमिटर
हो देखि 60 सेन्टिमिटरको बिचमा हुन्छ। तिमीलाई कुनै किताबमा 60 मा टिक लागेको होला, कुनैमा 45 मा टिक लागेको होला। तिमीले मिनिमम आउँदाखेरि चाहिँ 45 मा टिक लाउनु अथवा 450 एमएम। कुन स्ट्रक्चरमा कहाँको हो यो सोलिङ भन्ने चाहिँ? कुन स्ट्रक्चरमा सोलिङ गर्दैन अरे? कहाँको क्वेसन हो? कहाँ बिर्के सलामी दिनुपर्छ झाँक्रीलाई। नट प्रोभाइडेड, यो चाहिँ नन अफ दि एबभ हुन्छ है। कसले हो यो? प्रोभाइडेड पो जेनरली प्रोभाइडेड भन्यो भने पो अलग के अरे यसमा चाहिँ हुन्छ। नट प्रोभाइडेड भनेको छ। कलेक्सन च्याम्बर, इन्टेक, सेडिमेन्टेसन ट्याङ्क, ब्रेक प्रेसर ट्याङ्क। कलेक्सन च्याम्बर सबैभन्दा सानो हुन्छ, त्यो भएर त्यसमा सोलिङ नगर्दा पनि फरक पर्दैन। बिपिटीको बारेमा पढ्ने होइन, धेरैमा जङ्सन दिएको छ म्याम रे। जङ्सन पनि हुन्छ कि, तर फर्स्ट प्रायोरिटी इज द बेन्ड। पुट्टी डेभलपमेन्ट हो यो, PUIT। वेल कन्स्ट्रक्सन हुँदाखेरि डेभलप गर्ने चिज हो। पुट्टी डेभलपमेन्ट मिन्स के हो म्याम रे? तिमी यो भनेको टेक्निक हो। तिमीले वेल बनाउँदैछौ भने, वेल कन्स्ट्रक्सन गर्दैछौ भने, त्यो कन्स्ट्रक्सन गर्ने बेलामा म्याक्सिमम डिस्चार्ज अब्टेन गर्नका लागि बनाइने चिजलाई के भन्छ भन्दा पुट्टी डेभलपमेन्ट भन्छ। इन वेलमा हुन्छ भनेर। अब त 100 वटा मेसेज आयो, मैले यो पढ्न सकिनँ। है 100 वटा भएछन्, मैले हेर्नै भ्याइनँ 2 मिनटमा। ल पहिला यो सकाउँ अनि है। अझै सके छैन कि? तिमीले सक्यौ भन्ठाने होला। अझै 2टा टपिक बाँकी छ, के अरे ऊ बाँकी छ कि अझै। अब 2वटा बाँकी छ। एउटा चाहिँ ड्रप म्यानुअल। ड्रप म्यानुअल भनेको कस्तो हो भने, तिम्रो यहाँबाट यो हायर लेभलबाट हाउस घरबाट सिवेयरको पाइप आयो, ठिक छ। यो तलपट्टि के छ भन्दा मेन सिवेयरको पाइप छ। अब यहाँ आएको पानीलाई त यहाँ त खसाल्नु पर्यो नि त। यसमा हाइट डिफरेन्स भयो यदि यो 2वटा सिवेयरको बिचको हाइटको डिफरेन्सेस चाहिँ 0.5 देखि 0.6 मिटर भयो भने हामीले 0.5 टु 0.6 यो क्वेसन सोध्छ। यो 2वटाको स्पेसिङ चाहिँ 0.5 टु 0.6 मिटर भयो भने हामीले ड्रप म्यानहोल चाहिँ बनाउँछौँ। एउटा क्वेसन। एउटा कति हाइट भयो भने बनाइन्छ। अर्को चाहिँ मेन पर्पज भनेको यसको के हो? किन ड्रप म्यानहोल चाहियो त भनेर भन्दाखेरि चाहिँ टु एभोइड स्प्ल्यासिङ। स्प्ल्यासिङ भनेको अहिले फेरि के हो न भन, छ्यापिनु के। जस्तो ठुलो लार्जर हाइटबाट ठुलो पानी झर्छ भने वरिपरि छापिन्छ नि, छिटा पर्छ नि, त्यसलाई के भनिन्छ? स्प्ल्यासिङ भनिन्छ। उछिटिनु, छिटा पर्नु, छापिनु। स्प्ल्यासिङ अफ द सिवेज
ल तिमीलाई पढाउनु पर्ने यति नै हो। अब मैले यहाँ भन्छु एकैछिन ध्यान दिएर सुन। ड्रप म्यानुअलको घरबाट आएको सिओरको पाइप यहाँ छ, मेन सिओरको पाइप यहाँ छ। अब यो दुईवटा पाइपलाई जोड्नका लागि बनाइने म्यानुअल भनेको के हो? ड्रप म्यानुअल हो। कति हाइट हुँदाखेरि बनाइन्छ भन्दा यो दुईटा बीचको हाइट डिफरेन्स चाहिँ 0.5 देखि 0.6 मिटर एउटा पोइन्ट। अब यो किन बनाएको? यसको मेन पर्पज के हो भन्दा टु एभोइड द स्प्ल्यासिङ भनेको छेपिने, मैले अघि नै भने, अफ सिओर अन द म्यान वर्किङ इन द म्यान होल अथवा स्मुथ फल एन्ड नट स्करिङ भनेको यदि यहाँ यो पोइन्टमा चाहिँ कुनै मान्छेले काम गरिरहेको छ भने यहाँबाट यत्रो हाइटबाट चाहिँ ढल खस्दाखेरि त मान्छेलाई छापिन्छ, एउटा त्यो छापिन दिनु भएन। अर्को चाहिँ स्मुथ तरिकाले चाहिँ यहाँ माथिको हायर लेभलको ढललाई लोअर लेभलमा झार्नु पर्यो स्मुथ तरिकाले। र अर्को चाहिँ यत्रो हाइटबाट खस्दा त्यसलाई त खोताल्छ नि, यसको पिँधमा त खोताल्छ, खाल्डो बनाउँछ, त्यो पनि गर्न दिनु भएन। त्यो नदिनका लागि हामीले के बनाउँछौँ भन्दा ड्रप म्यानुअल बनाउँछौँ। त्यस पछाडि अर्को हुन्छ ल्याम्प होल, एलएएमपी, ल्याम्प भनेको बत्ती, लाइट। अब खाल्डो त्यो यतापट्टि यसरी ढल बगी, ढलको पाइप थियो, यहाँबाट ढल बगिरहेको थियो, यहाँ माथि यहाँ कुनै ठाउँमा ब्लक भइदियो भने हामीले यहाँको यो माथिको सर्फेसको ल्याम्प होलबाट यहाँबाट लाइट छिर्छ, मात्रै लाइट छिर्छ, मान्छे छिर्न सक्दैन। लाइट छिराएर चाहिँ लाइटले भित्रपट्टि अब्स्ट्रक्सन छ कि छैन भनेर हेर्ने, ओन्ली इन्स्पेक्सन। र छ कि छैन भनेर हेरेपछि त पत्ता लगाउँछ नि त, डिटेक्सन। हेर्ने र पत्ता लगाउने गर्नका लागि हामीले लाइट छिराएर भित्रको इन्स्पेक्सन गर्यौं भने, गर्न सकिन्छ भने त्यसलाई के भनिन्छ? ल्याम्प होल भनिन्छ। अर्को पार्ट भनेको स्ट्रिट इनलेट। स्ट्रिट इनलेट भनेको तिमीले बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ के देख्छौ भन्दा रोडमा यस्तो क्याम्बर हुन्छ, राइट? यो क्याम्बर भयो, यो क्याम्बरको साइडमा यतापट्टि साइड ड्रेन हुन्छ। यो साइड ड्रेनबाट पानी बग्दै बग्दै जाँदाखेरि रोडको छेउमा स्टिलको यो फलामको चाहिँ यस्तो जाली जस्तो देख्छौ तिमीले रोडको साइडको ड्रेनमा, हो यही जालीलाई के भन्छ भन्दा स्ट्रिट इनलेट भन्छ। यो जालीको थ्रुबाट जमिन सर्फेसबाट आएको पानी केमा छिर्छ? भित्रपट्टिको ढलको पाइपमा छिर्छ है। तर त्यसको स्पेसिङ कति हुन्छ? 100 देखि 130 मिटर हुन्छ। रोडमा हुन्छ, यो रोड यसरी गइरहेछ भने 100 देखि 130 मिटरको स्पेसिङमा स्ट्रेट इनलेट हुन्छ। र लास्टको पोइन्ट भनेको के हो भन्दा यो तिम्रो अर्डर हो। सबभन्दा पहिला ढल तिम्रो घरबाट निस्कन्छ, घरबाट निस्केको ढल चाहिँ तिम्रो टोलको 3-4 वटा घरको नजिकैको बाटो भनौँ न, त्यो बाटोमा गएर मिसिन्छ, त्यसलाई हामी ल्याटरल सिओर भन्छौँ। त्यो सानो बाटोबाट अलि ठुलो बाटोमा जान्छ, द्याट इज द सब मेन। त्यहाँबाट अलि ठुलो बाटोमा जान्छ मेन, र ट्रङ्क लाइन हुँदै चाहिँ खोलामा डिस्पोजल हुन्छ। यो भनेको घरबाट निस्केपछि खोलामा फाल्ने बेलासम्मको यो के हो भन्दा अर्डर हो। घरबाट निस्क्यो, ल्याटरलमा गयो, अनि सबमेनमा जान्छ, अनि मेनमा जान्छ, अनि ट्रङ्क लाइनमा जान्छ, अनि आउटफलमा जान्छ। यति हो तिम्रो सिलेबस। अब तिमीलाई सोध्न मन भएको चिज सोध। 10-15 मिनट टाइम छ हामीसँग। सिलेबस चाहिँ सकियो। बीपीटी को बारेमा ल एउटा मैले सुरुमै मेसेज देखिहालेँ, बीपीटी को बारेमा भनिदिनु भनेर। अब मैले यसैको बारेमा भने है त।
ल बीपीटी भनेको ब्रेक प्रेसर ट्याङ्क। यसले के काम गर्छ भन्दाखेरि प्रेसरलाई ब्रेक डाउन गर्ने काम गर्छ। बीपीटीले टु ब्रेक डाउन द प्रेसर, प्रेसरलाई ब्रेक डाउन गर्ने काम गर्छ। यसको इनलेट र जस्तो यो एउटा ट्याङ्क हो, यो बीपीटी हो भने यहाँ त इनलेटबाट पानी आउँछ, यता आउटलेटबाट पानी जान्छ। यो पाइपमा चाहिँ प्रेसर के भयो, हाई भयो भने यसलाई चाहिँ यो ट्याङ्कीमा पानी जम्मा गरेर त्यसको प्रेसरलाई डाउन गराइदिने हो। यसको इनलेटको पोइन्टमा र आउटलेटको पोइन्टमा कति हुन्छ, प्रेसर 0 हुन्छ। तिमीलाई सोध्ने क्वेसन यही हो बीपीटीबाट, इनलेट र आउटलेटमा प्रेसर कति हुन्छ, यसले के काम गर्छ भन्ने कुराहरू सोध्छ। अर्को फेरोसिमेन्ट ट्याङ्क पनि मैले भनिनँ होला हैन। फेरोसिमेन्ट ट्याङ्क भनेको वायर मेस अनि त्यस पछाडि गएर एसडीपी ट्याङ्क युज गरेर बनाइने ट्याङ्क लाई के भनिन्छ, फेरोसिमेन्ट ट्याङ्क। यो इन जेनरल चाहिँ हिल्ली एरियामा युज हुन्छ। यसको क्यापासिटी 25 मिटर क्युब हुन्छ। अपरेसन एन्ड मेन्टेनेन्स अफ वाटर सप्लाई, त्यसबाट केही अब्जेक्टिभ सोध्न मिल्दैन। अपरेसन एन्ड मेन्टेनेन्स ओएनएम कतिवटा क्वेसन भइसक्यो, मैले जुन क्वेसन देखाएको छु त्यहीबाट भनेको छु है। अपरेसन एन्ड मेन्टेनेन्स अफ वाटर सप्लाई, यसमा चाहिँ मेन्टेनेन्स चाहिँ अपरेसन एन्ड मेन्टेनेन्स भनेको एउटा रेगुलर मेन्टेनेन्स हुन्छ, अर्को इमर्जेन्सी हुन्छ, अर्को प्रिभेन्टिभ गरेर 3 टाइपको हुन्छ। रेगुलर मेन्टेनेन्स भनेको तिमीले रेगुलर रूपमा चाहिँ पानीको क्वालिटी अथवा पाइपको स्ट्रक्चर अथवा ट्याङ्कीहरूको कन्डिसन नबिग्रोस् भनेर रेगुलर रूपमा चाहिँ सफा गरिरहने, अथवा ट्याङ्की छ, ट्याङ्कीको पिँधमा के जम्मा हुन्छ, फोहोर जम्मा हुन्छ, त्यसलाई बेला बेलामा रुटिनको तरिकाले चाहिँ रेगुलर रूपमा सफा गर्न पर्यो। पाइपहरूलाई चाहिँ बेला बेलामा कतै फुटेको छ कि हैन त्यसलाई चेक गर्न पर्यो, कतै प्रेसर बढी भएको छ कि कतै ब्लक भएको छ कि त्यसलाई चेक गर्ने, द्याट इज द रेगुलर मेन्टेनेन्स। अब इमर्जेन्सी भनेको कुनै इमर्जेन्सी केसमा चाहिँ अब पहिरो गयो, वाटर सप्लाईको पाइपलाइन थियो, त्यो पाइपलाइनको नजिकै पहिरो गयो, पहिरो गएपछि त इमर्जेन्सीमा त के भयो भन्दा सबै वाटरको पाइपहरू बगाइदियो अथवा चाहिँ फुटायो, ब्रस्ट भयो हैन, त्यति बेला चाहिँ हामीले गएर बनाउँछौँ भने त्यसलाई के भन्छ, इमर्जेन्सी मेन्टेनेन्स भन्छ। अर्को प्रिभेन्टिभ मेन्टेनेन्स। प्रिभेन्टिभ मेन्टेनेन्स भनेको त्यसले डिजाइन पिरियड भरि फुल जति सुरुको कन्डिसनमा दिने चाहिँ त्यसको क्यापासिटी हो नि, स्ट्रेन्थ हो नि, त्यही स्ट्रेन्थ चाहिँ लास्टको डिजाइन पिरियड भरि दिनको लागि चाहिँ त्यसलाई अझ बढी क्षति नहोस् भनेर, प्रिभेन्टिभ भनेको जोगाउने होइन र, भइरहेको सिस्टम चाहिँ त्यो भन्दा अझ बढी क्षति नहोस् भनेर गरिने मेन्टेनेन्स भनेको प्रिभेन्टिभ मेन्टेनेन्स।
कुनै चाहिँ ल्यान्डस्लाइडहरू कुनै प्रकोपहरू भयो, डिजास्टरहरू भयो, पहिरो गयो, बाढी आयो, बाढी आएर फोहोर पानी भयो, त्यति बेला चाहिँ हामीले वाटरलाई क्वालिटी मेन्टेन गर्न पर्यो, केमिकलहरू लगाएर हाल्नु पर्यो, पाइप फुट्यो बनाउनु पर्यो, ल्यान्डस्लाइडले एउटा ट्याङ्की नै बगाइदिएर लग्यो भनेपछि त्यति बेला इमर्जेन्सीमा गर्ने भनेको इमर्जेन्सी मेन्टेनेन्स र रेगुलर मेन्टेनेन्स भनेको सामान्य सरसफाइको कुराहरू, अनि कतै फुटेको बेलामा सामान्य लिक टाल्ने कुराहरू, चुहिएको ठाउँमा कस्ने कुराहरू चाहिँ केमा पर्छ? रेगुलर। यो तीनवटा हो मेन्टेनेन्स र अपरेसन एन्ड मेन्टेनेन्समा। यसमा खासै अब्जेक्टिभ सोध्न मिल्ने चाहिँ खासै केही छैन। म्यान होलको रेक्टेङ्गुलर सेपको साइज नि म्याम, त्यो तिमीलाई पर्दैन। म्यान होल यस्तो हुन्छ थाहा छ, यहाँदेखि इनलेट हुन्छ, यहाँ गइसके पछाडि के हुन्छ? एसएस च्याम्बर हुन्छ, यो वर्किङ च्याम्बर। कसलाई म्यान होलको बारेमा जान्न मन लाग्यो? सिआई कभर, यहाँ के हुन्छ? भर्याङ हुन्छ, यो एसएस च्याम्बर, यो तलको पार्ट चाहिँ वर्किङ च्याम्बर। यहाँनिर तिम्रो के हुन्छ भन्दाखेरि पाइप हुन्छ, यो पाइपलाई चाहिँ यसरी स्लोपमा कङ्क्रिट गरेर यो सियरको पाइप है, यो गोलो यसरी कङ्क्रिट गरेर राखेको हुन्छ, यसलाई बन्चिङ भनिन्छ। यो स्लोप पार्टलाई यो 1:6 को स्लोपमा हुन्छ। यही हो यसको डेप्थमा चाहिँ। तिमीलाई त अब साइजकै कुरा गर्छौ भने यसको साइज हुन्छ, यसको साइज हुन्छ, यसको साइज हुन्छ, त्यो डेप्थमा नजाऊ। मलाई लेखाइदिन भन्दिन, केही ठुलो कुरा होइन, म भनिदेऊला कि, तर त्यो आउँदैन, किन दुःख गर्छौ? यही हो म्यानुअलको फुल चित्र। The following material is not used during the drilling to prevent from the carving: bentonite, a water treatment, सुरुमा स्क्रिनिङ। ल वाटर ट्रिटमेन्ट पढाइदिन्छु नि त है। यो मेटाइदियो, यही हो उसको म्यानुअलको चित्र। ग्राभिटी वाटर सप्लाई कस्तो ठाउँमा युज हुन्छ अरे? सकेसम्म त जहाँ पनि ग्राभिटी वाटर सप्लाई सिस्टम युज गर्ने हो नि त, नसकेर पो त अनि। अब हिल्ली एरियामा होला तिम्रो आन्सर। जीवन सर, डिस्टर्ब आयो फोन कसको? जीवन सर तपाईकै होला। हेलो हेलो,
ग्राभिटी एन्ड द पम्पिङ वाटर सप्लाईको बारेमा पहिला यहाँ हेर, सबभन्दा सुरुमा स्क्रिनिङ गरिन्छ। बार स्क्रिनिङ र कोर स्क्रिनिङ भनेको एउटा, कोर्स स्क्रिनिङ भनेको एउटै हो, जसमा रडहरूलाई चाहिँ राख्ने हो। त्यसको रडको डायामिटर चाहिँ कति हुन्छ भन्दाखेरि 25 mm को डायामिटर हुन्छ, तर त्यो रडको यसरी राखेको हुन्छ। यसको स्पेसिङ भनेको 75 देखि 100 mm हुन्छ। यो रडको डायामिटर 25 mm हुन्छ। फाइन स्क्रिनिङ भनेको जाली है, फाइन स्क्रिनिङ भनेको जाली। त्यो जालीको डायामिटर कति हुन्छ भन्दाखेरि 6 mm। 6 mm भन्दा कम डायामिटरको जालीबाट छान्नेलाई के भनिन्छ? फाइन स्क्रिनिङ भनिन्छ। अब यो बारहरू चाहिँ केमा राखिन्छ भन्दाखेरि बार आर, यहाँ माथि लेखेँ है मैले, बार आर प्रोभाइडेड कतिको एङ्गलमा प्रोभाइड गरिन्छ? 30 देखि 45 को, 30 देखि 45 डिग्रीको एङ्गलमा, इन्क्लाइनमा प्रोभाइड गरिन्छ। अब स्क्रिनिङ गरिसके पछाडि हामीले के गर्छौँ भन्दा एरिएसन। एरिएसन भनेको के गर्ने भन्दाखेरि कन्ट्याक्ट विथ एयर, हावासँग चाहिँ कन्ट्याक्ट गराउनेलाई के भनिन्छ? एरिएसन भनिन्छ। यसले के रिमुभ गर्छ? अर्डर, टेस्ट हैन, अनि डिजल्भ ग्यास। अझ यसको इन डेप्थमा गयो भने यो अर्डर र टेस्ट के को कारणले गर्दा दिन्छ? आइरन, अमोनिया, इटिसी। एरिएसन पछि के हुन्छ? प्लेन सेडिमेन्टेसन। सेडिमेन्टेसन भनौँ न। सेडिमेन्टेसन दुई टाइपको हुन्छ। प्लेन सेडिमेन्टेसन सेडिमेन्टेसन विथ कोगुलेसन हो। कोगुलेसनमा केमिकल हाल्छौँ, त्यो केमिकल कुन हो? आलम हो। एउटा यो सम्झ। प्लेन सेडिमेन्टेसनले के रिमुभ गर्छ? सस्पेन्डेड सलिड। सेडिमेन्टेसन विथ कोगुलेसनले के रिमुभ गर्छ? कोलोइडल सलिड। मैले यसको डाइमेन्सन चाहिँ मैले अस्तिको क्लासमा क्वालिटी पढाउँदाखेरि लेखाइदिएको छु हो। यसको मेन प्रिन्सिपल के हो थाहा छ? रिड्युस भेलोसिटी बाय इन्क्रिजिङ लेन्थ। बाय इन्क्रिजिङ लेन्थ। अब सेडिमेन्टेसन पछि के गर्छौँ थाहा छ? फिल्ट्रेसन। एउटा यसले के रिमुभ गर्छ? फिल्ट्रेसनबाट के रिमुभ हुन्छ भन त? माइक्रो अर्गानिजम हो। अनि फाइन सस्पेन्डेड पार्टिकल अनि कोलोइडल पार्टिकल पनि गर्छ। मेन त यहीँबाट छानिन्छन् सस्पेन्डेड र कोलोइडल पार्टिकल सेडिमेन्टेसनबाट। यदि यसबाट चाहिँ छान्न सकिएन छ भने त्यस पछाडि बाँकी रहेका चाहिँ फिल्ट्रेसनबाट छानिन्छन् है। अब फिल्ट्रेसन भनेको एउटा स्लो स्यान्ड फिल्टर।
अर्को ऱ्यापिड स्यान्ड फिल्टर, अर्को प्रेसर फिल्टर, स्लो स्यान्ड फिल्टरले के गर्छ? स्लो फिल्टर गर्छ। यसले के गर्छ? फास्ट गर्छ। प्रेसर फिल्टरले यो थोरै एरियाका लागि मात्रै उपयुक्त हुन्छ, सुइटेबल फर स्मल क्वान्टिटी। किनभने ठुलोमा चाहिँ हामीले प्रेसर फिल्टर गर्यो भने एकदमै कस्टली हुन्छ कि, इकोनोमी बढी पैसा लाग्छ, त्यो भएर हामी यता जाँदैनौँ। ऱ्यापिड स्यान्ड फिल्टर गर्छौँ एकदमै लार्ज भोल्युमको लागि। युज इन मेलम्ची प्रोजेक्ट। अब त्यस पछाडि अर्को के हुन्छ? डिसइन्फेक्सन। फिफ्थ नम्बरमा तिमीलाई यो डिजाइनहरू केही भन्न पर्दैन है, यो वाटर क्वालिटीको डिजाइनहरू केही, यो ट्रिटमेन्टको केही डिजाइन पर्नु पर्दैन। फेरि कर्णालीमा सब्जेक्टिभमा चाहिँ पढ्नुपर्छ नि, सब्जेक्टिभमा चाहिँ डिजाइनको न्युमेरिकल चाहिँ गर्नु पर्दैन, अलिअलि थ्योरी यही मैले लेखाएको चिजमा अलिअलि ती तीनवटा पोइन्ट थप्न सक्यो भने पुग्छ सब्जेक्टिभलाई पनि। फ्लाइट सिवेयर भनेको कस्तो सिवेयर हो भनेको त्यही ड्रप म्यानुअल हो टाइपको सिवेयर। डिसइन्फेक्सन भनेको के हो? प्याथोजेनिक ब्याक्टेरियालाई चाहिँ रिमुभ गर्ने प्रोसेस भनेको डिसइन्फेक्सन। डिसइन्फेक्सन गर्ने केमिकलहरू के हुन्? डिसइन्फेक्सन गर्ने केमिकल एउटा क्लोरिन, अर्को ब्रोमिन, आयोडिन, यो केमिकल। अनि त्यस पछाडि अर्को अदर मेथडमा बोइलिङबाट पनि गरिन्छ, पानी उमालेर खाएर। अनि त्यस पछाडि सोडिस। सोडिस मेथड भनेको घाममा सुकाउने, बोइलिङ भनेको त पानी उमालेर खाँदा नि कीटाणुहरू मर्छन्, घामको के अरे सनलाइटको रेमा राख्दाखेरि पनि कीटाणुहरू मर्छन्, त्यो पनि मेथड हुन्छ। केमिकल युज गर्ने भने क्लोरिन युज गर्ने, ब्रोमिन र आयोडिन युज गर्न सकिन्छ। यति तीनवटा केमिकल मध्ये मोस्ट कमन मेथड कुन हो भन्दा क्लोरिन। हामीले नेपालमा चाहिँ डिसइन्फेक्सनमा युज गर्ने केमिकल कुन हो, धेरै कमन केमिकल कुन हो भनेर आयो भने क्लोरिनमा टिक लाउन पर्यो। यति हो तिमीलाई उसमा हुने। अब वाटर सफ्टनिङ भन्ने पनि हुन्छ, त्यो भनेको हार्डनेस हटाउने। यति हो उसको वाटर क्वालिटीको। अर्डर भनेको गनाउने के स्मेल आउने। सेडिमेन्टरी ट्याङ्क, सेडिमेन्टेसन ट्याङ्कको डिटर्मिनेसन यो भनेको 2 देखि 6 घण्टा सेडिमेन्टेसन ट्याङ्कको। स्यालो स्यान्ड फिल्टर प्रतिम रूपमा प्रयोग गर्ने
स्यालो यसो होला नि स्लो स्यान्ड फिल्टरमा बुझिन के तिमीले के लेखेको फिल्टर प्रतीक रूपमा प्रयोग गर्ने सामग्री कुन हो रे एउटा बालुवा गिटी माटो चुनढुङ्गा अलप दिए बालुवा गिटी युज गर्ने हो नि त यो स्यान्ड फिल्टरमा चाहिँ माटो होइन यसमा चाहिँ के गर्छ भन्दा स्लो गर्ने भएर यहाँ बालुवाको लेयर हुन्छ फाइन स्यान्डको लेयर हुन्छ यहाँ तलपट्टि कोर स्यान्ड हुन्छ हैन अनि यहाँ माथि के हुन्छ भन्दाखेरि फाइन स्यान्ड हुन्छ अब र्यापिडमा जाँदाखेरि चाहिँ यहाँ तल चाहिँ कोर्स यहाँ ग्राभेल हुन्छ अनि कोर स्यान्ड हुन्छ अनि फेरि बल्ल फाइन स्यान्ड हुन्छ गिटी र बालुवा भर्ने हो माटो भर्ने होइन नि त वाटर रिलेटेड डिजिज त मैले पढाइसके हो हेर ल यहाँ एउटा क्वेसन देखेँ है ठ्याक्कै द अन्डरग्राउन्ड स्ट्रक्चर इन द फर्म अफ द सर्कुलर अर रेक्टेङ्गुलर ट्याङ्क फर द पर्पज अफ एडमिटिङ द सिवेयर इन्टु इट फ्रम द इन्टरसेप्टिङ च्याम्बर कल्ड सोक पिट rectangular tank for the purpose of admitting the sewage into it from the intercepting chamber. Soak pit, septic tank, cesspool. Underground structure, that is the cesspool. Answer is the cesspool. है यो कसको ओभरटपिङ भनेको के हो भनिदिनु न म्याडम अब कहाँको टपिकबाट सोध्यौ ओभरटपिङ भनेको चाहिँ तिम्रो रक फलिङमा चाहिँ सोइल स्टेबलाइजेसनमा एउटा मिनिङ हुन्छ माथिको टप चाहिँ ओभर माथिबाट नपल्टिनेलाई ओभरटपिङ भनिन्छ द डिटेन्सन पिरियड अफ द सेप्टिक ट्याङ्क भनेको 1 देखि 3 दिन अघि त्यत्रो लेखाएको होइन र मिटरमा सोध्यो भने 30 के अरे मिनेटमा सोध्यो भने 30 मिनेट टिक्लाए भनेर दुईवटा पाइपलाई 90 डिग्री जोड्न कुन फिटिङ प्रयोग गरिन्छ एल्बो हुन्छ नि त यस्तो के एल्बो भन्छ 90 डिग्रीमा फिटिङ गर्ने भनेको यस्तो दैट इज द एल्बो म्याम मेरो पनि सुन्दिन खै तिम्रो क्वेसन कहाँ गयो मैले भेट्ने भए पो स्यालो ट्युबवेल भन्नाले कस्तो प्रकारको ट्युबवेल बुझिन्छ सामान्य गहिरो जमिन मुनि खै क्वेसनै आएन पुरा सामान्य गहिरो स्यालो ट्युबवेल भनेको ए 50 वटा भइसक्यो ल आजलाई यति अब यति नै अब हेर अलिअलि सबै सिलेबस सक्यो कभर गरे मैले हैन एक दुईटा त अलिअलि आफूले नि हेर्न पर्यो नि वाटर डिमान्ड कता गयो फेरि कहाँ पुगिसक्यो एउटा वाटर डिमान्ड भन्ने देखाएको थिएँ लोकेसन अफ द म्यानुअल भनेर बेन्ड जङ्सन चेन्ज इन ग्रेडियन्ट नन अफ एबभ आएमा नन अफ एबभ हुन्छ पाइप फिटिङ रे पाइप फिटिङको हेर हो एउटा फिगर हेरेपछि देखिन्छ त्यही एउटा पाइप फिटिङको हेर भनेर छोडेको नब्बे डिग्रीमा बेन्ड भयो भने एल्बो भन्छ अनि यतापट्टिको सेम डायमिटरलाई गर्नको लागि युनियन भन्छ अब दुईवटा चाहिँ टी शेपमा जोड्न पर्यो भने यसलाई टी भन्ने भयो अब अर्को यस्तो वाइ शेप हुन्छ यो भनेको वाइ फिटिङ भयो हो अनि यो पाइप छ यतापट्टि यसरी जोडिन्छ भने फ्लान्ज्ड भन्छ अरु के हुन्छ त वाइ हुन्छ टी हुन्छ
अनि क्रस हुन्छ क्रस भनेको चाहिँ अब जङ्सनमा यस्तो हुन्छ यसलाई के भन्छ क्रस भन्छ यही त हो फिटिङको एकचोटि फिगर मात्रै हेर भनेको तिमीहरू केही दुखै गर्दैनौ पढ्ने त जानिहालिन्छ त ल भयो आजलाई यति गरौ है मलाई एकदमै गाह्रो भइरहेछ अब अलिअलि हेर है त ल आजलाई यति